होली आयो, गाउँ रङ्गिएको छ, हाँसो छ, उत्सव छ, तर एउटा घरमा अझै पनि शान्ति छ। 3 वर्ष भयो, आरबका बुबा हराए। न खबर आयो, न सासको आवाज। आमा झ्याल बन्द गर्छिन्, किनकि रङले सम्झना जगाउँछ। अन्तिम होली बुबाले आरवको निधारमा यस्तै रातो अबिर लगाइदिनु भएको थियो। खुसीको रङ उडेको उसको आमाको जीवन देखेको आरवलाई होलीको रङहरू निकै सादा लाग्ने गर्थ्यो। त्यो गाउँमा अर्को ढोका पनि छ, जहाँ वर्षौंदेखि एउटै बाटो हेरिन्छ। छोरा सहर गयो, छिट्टै फर्किन्छु भनेर, तर पर्खाइ कहिल्यै सकिएन। हजुरआमा कसको बाटो हेरिरहनु भएको? मेरो छोराको बाबु होलीमा फर्किन्छु भनेर गएको थियो, निकै वर्ष भयो आएको छैन। त्यो शब्दले आरबको मन छोयो, किनकि उसले पनि कसैलाई पर्खिरहेको थियो। मेरो बाबा पनि फर्किनु भएन। जानेहरू त आउँदै गर्ला नि आमा, बस्नेहरूले खुसी हुनुपर्ने रहेछ। आरबले बाबा गएपछि पहिलोपल्ट फेरि रङ छोएको थियो। आमाले पनि सानो आरबमा आफ्नो हराएको छोरा देखिन्यो। कहिलेकाहीँ हराएको मान्छे फर्किँदैन, तर हराएको रङ हामी आफै बन्न सक्छौँ। यो होली कसैको हराएको रङ फर्काएर मनाऊ।